नमस्कार है, म प्रेममत। धेरै साथीहरूले भन्नुहुन्छ कि प्रेम भाइको बोली सुनेरै जग्गा किनेको भनेर। अर्को एकजना साथीले त के भन्दै हुन्थ्यो थाहा छ तपाईँहरूलाई? प्रेम भाइले जुन जग्गामा खुट्टा राख्नुहुन्छ त्यो जग्गा त त्यो बिक्री भइहाल्छ, म पछि गएको बिक्री भएको जग्गा देखाउनु भएछ भन्नुभयो एकजनाले। अर्को साथी उहाँभन्दा पहिला आएर लगानी गरिसक्नु भएको रहेछ, अनि पछि गएको साथीले बिक्री भएको जग्गा राख्नु भएछ प्रेम भाइले भन्नुहुन्छ के। त्यो भएर तपाईँहरू यो जग्गा पनि त्यस्तै रहेको छ है। म यो जग्गामा आएर भिडियो तपाईँहरूमा आज राखिसकेको छु। अब जो छिटो आउनुहुन्छ उहाँ साथीले लगानी गरिहाल्नुहुन्छ। अब तपाईँहरूलाई यो जग्गाको बारेमा सम्पूर्ण जानकारी दिनेछु। सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुहोला र सिधै मैले माथि नम्बर राखेको हुन्छु, भिडियो पुरा हेर्नुहोला अनि मात्रै कन्ट्याक्ट गर्नुहोला है। यो बाटो हेर्न सक्नुहुन्छ, बाटो यही नै हो है त। यति ठुलो पिच बाटो रहेको छ, टक्क यो साँध रहेको छ है। यो साइडमा घर बनिसकेको छ। यो साइडको जग्गा आजको बिक्रीमा रहेको धान खेत रहेको छ, हेर्न सक्नुहुन्छ टक्क। यो अगाडिको फेस 31 मिटर रहेको छ है, अगाडिसम्म रहेको छ। तपाईँलाई अब यताको साइडको भागको दृश्य पनि देखाउने छु होइन। टक्क तपाईँले यहाँ अगाडिसम्म रहेको छ यसको साँध होइन, तपाईँलाई देखाइदिनेछु। र यो साइडमा पनि घर बनिसकेको छ है, दुई साइडमै घर बनिसकेको छ। तपाईँले टक्क किनेर घर बनाएर मजाले बस्न सक्नुहुन्छ। अगाडिको भागको दृश्य पनि देखाइसकेको छु भने यो साइडमा यहाँसम्म आउँछ है त, तपाईँले हेर्न सक्नुहुन्छ। यो सर्लक्क पछाडिसम्म रहेको छ, यही धान खेत नै रहेको हो आजको यो बिक्रीमा रहेको। टक्क तपाईँले यो अगाडिको फेसको भाग त हेरिसक्नु भयो होइन त। अब यो पछाडिसम्म रहेको छ है, तपाईँलाई यो ठ्याक्क हेर्न सक्नुहुन्छ। यो एरो लगाइदिनु भएको छ होइन, हेर्न सक्नुहुन्छ। यस्तो खाले यो जग्गा चिटिक्क मिलेको जग्गा रहेको छ र पछाडितिर पनि ग्रेभल बाटो रहेको छ है। अगाडिपट्टि त पिचै बाटो पाउनुहुन्छ तपाईँहरूले होइन, पछाडिपट्टि ग्रेभल बाटो रहेको छ भने यहाँ बत्तीको पोल नजिकै रहेको छ। पानीको प्रशस्त मात्रामा सुविधा पाउनुहुन्छ है तपाईँहरूले। यो ठुलो हाइवे बाटो अगाडि मेन बजार होइन नजिकै पाउनुहुन्छ। नजिकै स्कुल कलेज वडा कार्यालय सबैको सुविधा पाउनुहुन्छ। यस्तो दामी जग्गा निकै सस्तोमा पाउनुहुन्छ। जग्गा चाहिँ यही नै हो, हेर्न सक्नुहुन्छ सर्लक्क परेको। अगाडि बाटो त हेरिसक्नु भयो र यो पछाडिसम्म हेर्न सक्नुहुन्छ। उताको साइडमा पनि घर बनिसकेको छ र यो साइडमा पनि घर बनिसकेको छ। अब तपाईँहरूले यो जग्गा आफ्नो नाममा बनाएर तपाईँहरूले पनि ठुलो बङ्गला टाइपको घर बनाएर मजाले बस्न सक्नुहुन्छ। यस्तो दामी जग्गा रहेको छ कि तपाईँहरू एकचोटि भिजिट गर्न आउनुभयो भने अवश्य पनि किन्नुहुन्छ। किन भन्दाखेरि यो एरियामा चलेको मूल्यभन्दा निकै सस्तोमा रहेको छ। आहा, यस्तो दामी जग्गा हेर्नु त, यहाँदेखि अगाडिसम्म रहेको छ है, सर्लक्क तपाईँहरूले हेर्न सक्नुहुन्छ होइन। पछाडिको भागमा ड्रोन सुटको दृश्य हेर्न सक्नुहुन्छ होइन। माथिबाट चट्ट पारामा यो मोबाइल सेभको चिटिक्कको जग्गा रहेको छ। अगाडि 31 मिटर रहेको छ भने सिधा पछाडि जान्छ। पछाडि पनि बाटो रहेको छ, अगाडि पछाडि दुवै साइडमा बाटो रहेको यो जग्गा बिक्रीमा रहेको छ। आहा, तपाईँहरूले यस्तो दामी जग्गा त हेरिसक्नु भयो। ल नडाटिकन भन्नु त तपाईँहरूलाई यो जग्गा मन पर्यो कि परेन? अवश्य पनि मन पर्यो होला नि, किन भन्दाखेरि जग्गा हेर्दा बित्तिकै किनौँ लाग्ने जग्गा रहेको छ। बाटो पनि ठुलो, बजार चौक नजिकै, दुई साइड नै घर बनिसकेको, राम्रो समाज सुन्दर बस्ती बसिसकेको, बत्तीको पोल अगाडि रहेको, तुरुन्तै किनेर घर बनाएर मजाले बस्न सक्ने ठाउँमा यो आजको जग्गा बिक्रीमा रहेको छ। अब तपाईँलाई यो जग्गाको बारेमा सारा सम्पूर्ण जानकारी दिन चाहे। यो जग्गाको लोकेसन चितवन जिल्ला रत्नगर नगरपालिका वडा नम्बर 16 पिठुवा दोबाटो बजार चौक नजिकै रहेको 12.5 कट्ठा जग्गा रहेको छ। यसमा बाटो अगाडिपट्टि 11 मिटरको पिच रहेको छ पूर्व फेस गरेको, र पछाडिपट्टि पश्चिम फेस गरेको 6 मिटरको ग्रेभल बाटो रहेको छ। र यो जग्गा टक्क मोबाइल सेभको रहेको छ। तपाईँहरूले अगाडि पछाडि जताको लिन्छु भन्दा पनि मिल्ने, या पुरै लिन्छु भन्दा पनि मिल्ने निकै राम्रो निकै सस्तो जग्गा बिक्रीमा रहेको छ। यसको मूल्य जम्मा कट्ठाको 32 लाख मात्रै रहेको छ भने धुरको 1,60,000 भाउले पाउनुहुन्छ। अब ढिला नगर्नु होला, सिधै मैले माथि जग्गाको लागि भन्दा नम्बर राखिसकेको छु। डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझेर लिनु होला, र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु होला भन्दै आजलाई बिदा हुन चाहन्छु। हस्त, नमस्ते, धन्यवाद।